हेलो गाइस, वेलकम बैक टू आवर मिनी ब्लग। हेर्नुहोस् है, आज मेरो बुढाले चाहिँ प्लान्ट रोप्ने अरे हो। यसलाई सार्ने बेला भइरहेको थियो कि अन्त आज यो एउटा प्लान्ट पनि रोपिदिने अरे हो। कतिवटा हुन्छ दादा यसमा? अब दुईवटा निस्किन्छ। यसो प्लान्टहरू पनि लाउँदै गर्नुपर्छ नि घरमा, राम्रो देख्छ। 3-4वटा त हुन्छ होला नि त। यो प्लान्टलाई चाहिँ के भन्छ दादा? म त याद भएन, यो मलाई याद भएन, तर एकदम राम्रो देख्छ। यो बारीको बोट जस्तै देख्छ देख्नुमा चाहिँ। अहिले भरे 2-3वटा फुल रोप्नु सकाउने मलाई नि ल। मान्छे मान्छे म त गर्दिनँ, यति मात्रै है, नगर्नु न त्यति साह्रो। म नुहाइहाल्छु त्यहाँदेखि रुम सफा गरेर। प्लिज माई लभ, सक्दिनँ म, गरिदिनुहोस् है ल। त्यति साह्रो नगर्नु न। हेर्नुहोस् है, बोट पट पुग्छ दादा? पट पुग्छ? अस्तिको पट के गर्यो? बोट पट अन्त फुलहरू पनि हौ एक-दुईवटा। यो चाहिँ अब यसरी टक ढुङ्गा लगायो हो। फाइनल टचअप हुँदैछ है, फाइनल मालिस। सन्डेको काम हो हाम्रो चाहिँ यो, अरू बेला भ्याउँदैन। सन्डे चाहिँ अब सन्डे मात्रै भ्याउँछ नि हामी चाहिँ। यो चाहिँ नन फ्लावरिङ प्लान्ट हो। स्नेक प्लान्ट पनि छ। हेर्नुहोस् है, जेरेनियम छ। जेरेनियमको नि भेराइटिजहरू पुरा छ है। हेर्नुहोस् है, कतिको दामी देख्दैछ है। यहाँनिर हेर्नुहोस्, यो अहिले फिलहाल फुल्दै गरेको फुल, सिजनल फुल जेरेनियम। यो चाहिँ नन फ्लावरिङ प्लान्ट हो। त्यसको बादमा क्याक्टस, यो पनि 2-3वटा भेराइटिज छ। त्यसको बादमा एजिलियाहरू छ। नन फ्लावरिङ प्लान्टहरू पनि छ। यी स्नेक प्लान्ट छ, निकै भेराइटिजहरू छ हाम्रोमा हो। यो पनि सबै नन फ्लावरिङ प्लान्ट हो। यहाँ माथि, त्यहाँदेखि बादमा यो पनि नन फ्लावरिङ प्लान्ट। यो चाहिँ ड्र्यागन फ्लावर।